मैले नयाँ माइक लिएको, द्याट्स वाइ आइ एम फ्लेक्सिङ माई माइक। आई डोन्ट नो इट वर्क्स, या इट वर्क्स प्रपरली। सो आजको भ्लग चाहिँ मैले किने भनेर चाहिँ होइन, इट्स अबाउट म आज मेला जानु मेला जानु आँटेको। अनि म, मेरो मम्मी अनि मेरो हजुरआमा मेला जानु आँटेको। बाबाको चाहिँ धेरै काम छ, सो ही वोन्ट बी जोइनिङ अस। जोइन मी, सो जोइन मी अन दिस जर्नी होइन। सो हामी त मेला चाहिँ कहाँ हो भन्दामा चाहिँ मेला चाहिँ ह्यामिल्टनमा हो। यहाँ भएको मान्छेहरू सबैलाई नै थाहा हुन्छ वेयर इज ह्यामिल्टन। अनि यो मेला चाहिँ मेरो मम्मीहरूको लागि पनि इट्स भेरी स्पेसल टु देम, बिकज मम्मीहरूले भन्नुहुन्थ्यो किनकि मम्मीहरू जब सानो सानो हुन्थ्यो अरे तबदेखि नै यो मेला लागेको अरे नि त। एन्ड राइट आफ्टर भाइटिका, लाइक मर्निङमा भाइटिका सेलिब्रेट गरिसकेपछि इभिनिङमा नै उहाँहरू चाहिँ यो मेलाको लागि आउनुहुन्थ्यो अरे क्या, फ्रम राङ्गामाटी टु ह्यामिल्टन। अनि पुरा इन्जोय हुन्थ्यो अरे। अनि यो मेला मम्मीलाई पनि योपालि पुरा जानु मन परिरहेको छ अरे। सो द्याट्स वाइ वी आर गोइङ। सो कम लेट्स सी वाट आइल डु इन मेला, वाट आइल इट। खेल्नु चाहिँ म एउटा पनि सक्दिनँ। वेन आई वाज इन माई टिनेज त्यतिखेर म यति डरलाग्दो खेल्थेँ। अहिले एउटामा पनि सक्दिनँ, खालि त्यो ट्रेनमा मात्रै सक्छु क्या, किनकि मलाई यस्तो मोसन सिकनेस छ। आई कान्ट, एउटामा पनि खेल्नु सक्दिनँ म। एउटा खेल्यो भनेपछि बर्बाद। सो प्लिज हेर्नुहोस् अब म आज के गर्न आँटेको। अब हामी चाहिँ मेलातिर लागेको है, मम्मी, म, हजुरआमा अनि दादा। अब हामी मेलातिर गएको। कस्तो दामी के, हेर्दा इभिनिङमा कस्तो राम्रो भ्यू हुँदो रहेछ क्या बाटोतिर नि। एन्ड बाटो नि कति क्लियर थियो। आज केही ट्राफिक स्यापिकहरू पनि थिएन। नेपालीको चाहिँ बानी नै हुँदो रहेछ क्या ट्राफिक स्यापिक भन्नुमा। ट्राफिक थिएन भनेको थियो, आयो ट्राफिक। के गर्नु अब। हामी चाहिँ डाइरेक्टली हाम्रो मामाको रेस्टुरेन्ट आएको थियो। रेस्टुरेन्टको नाम चाहिँ हट केटल हो। यो चाहिँ प्योर भेजिटेरियन रेस्टुरेन्ट हो। आज हामी भ्लग गर्न आएको। मम्मीहरू चाहिँ पसेर पनि हातसाथ धोइकन बसिसक्नु भएको के। अनि यो रेस्टुरेन्ट चाहिँ एज आभ टोल्ड यु प्योर भेजिटेरियन रेस्टुरेन्ट हो। ह्यामिल्टनमा छ यो रेस्टुरेन्ट, यु क्यान भिजिट देयर। यहाँ चाहिँ दामी दामी खाना पाउँछ। आइम नट टेलिङ कि मेरो मामाको रेस्टुरेन्ट द्याट्स वाइ, तर पर्सनली भनेको यहाँको फुड इज द बेस्ट। यस्तो मिठो पाउँछ नि यहाँको खाना नभन्नुहोस्। हामीलाई चाहिँ आज डिजास्टर नै भयो। लाइक 2 days एक्सटेन्ड गरेको छ भनेर चाहिँ हामी मेला घुम्न आएको थियो, तर मेला नै छैन। आई डोन्ट नो कतिवटा खुल्ला छ अरे, कतिवटा बन्द छ। सो लेट्स सी के हुन्छ। मम्मी, हामी त मेला घुम्न आएको, मेला नै बन्द रहेछ, अब के गर्नु नि। छ नि त, 1-2वटा छ। अब रड्डी त भयो, तर के गर्नु, एउटा दुइटा छ। त्यही मेन त जलपरी हेर्नुलाई आएको थियो। अनि जलपरी हेर्ने, अलिअलि के सपिङहरू गर्ने अनि जाने। हजुरआमा र मम्मी चाहिँ पुरा खुसी छ, मेला बन्द भयो नि केही छैन, किन्नु पायो भने भइहाल्यो भने जस्तो क्या। मेन्यूमा हजारौँ कुरा किन नहोस्, तर मोमो त खानै पर्छ। सो हामीले जाने बित्तिकै मोमो नै खाएको क्या। मम्मीलाई पनि मोमो पुरा मनपर्छ, हजुरआमालाई पनि मोमो पुरा धेरै मनपर्छ, अनि मलाई नि मोमो धेरै नै मनपर्छ। सो हामीले मोमो खाएको। अब हेर्नुहोस् है, मिठो मोमो, तपाईँहरू पनि खानुहोस् मोमो। अब चाहिँ हामी मेला एक्सप्लोर गर्नुको लागि लाग्यौँ। मलाई चाहिँ के यो सानो सानो चिजहरू पनि किन्नु मन परिहाल्छ क्या। कस्तो एक्साइटिङ हुन्छ क्या यस्तो देख्दाखेरि। लाइक माई इनर चाइल्ड स्टिल वान्ट दोज थिङ्स। तर मम्मी इज लाइक, तँलाई चाहिँ यत्रो कुरा चाहिँ किन किनिराख्नुपर्ने हो, यस्तो वेस्ट हुन्छ, नकिन भन्नुहुन्छ क्या। तर मलाई मेला इज सो एक्साइटिङ फर मी क्या। हेर्नु मनपर्छ क्या, मजा लाग्छ क्या। यो देखेर चाहिँ मम्मीलाई बिरक्तै लाग्यो क्या। हुन त खेल्नु त हुन्थेन। You can clearly see the disappointment in my mother's face. So sad. One piece 20. मेहंदी मत देखम अंदे करना यो गरिदिन न यहाँ गरिदिन न वो 50 का, वो अलग मेहंदी कलर नहीं है। ओ मेहंदी नहीं है वो नहीं, वो टैटू कलर है। ओ तो ये वाला कर दो ना, ये वाला
इससे बेटर ये होगा। यही गरिदिएको कुन चाहिँ गर्नु मम्मी कुन चाहिँ हातमा देब्रेमा अनि यस्तोमा पनि लगा न त्यस्तोमा यस्तोमा पनि अनि त्यसको फेरि एक्स्ट्रा होला नि त होइन I was so literally so excited for this मेहन्दी किनकि हामीले चाहिँ स्कुलमा कहिले नि लगाउन पाउँथेन स्कुल डेजमा किनकि यो लगायो भने त फाइन हुन्थ्यो सो आई वाज सो एक्साइटेड एउटा त जिते एटलिस्ट जितेको थियो तर भिडियो गर्नु भएन यो सेकेन्ड मम्मी जलपरी त जानु पाउनु भएन फुल किनेर ह्याप्पी यहाँ चाहिँ क्या जे हेरे त्यही किन्नु मनपर्ने क्या मेलामा चाहिँ त्यस्तै हुँदो रहेछ मेरो मम्मीले झन् यति सामान किन्नु भयो यो हेर्नुहुन्छ त्यही किन्नुहुन्छ त्यो हेर्नुहुन्छ त्यही किन्नुहुन्छ यहाँ चाहिँ हजुरआमाले के किन्नु हुँदैछ मलाई यो फुल नै आएन हामी चाहिँ मेला घुमेर फेरि मामाकै योमा आयौँ होइन तर मम्मी चाहिँ अलिकति डिसअपोइन्टमेन्ट किनकि मम्मीलाई चाहिँ जलपरी पुरा हेर्नु मन परेको थियो तर सी कुड नट सी द्याट किनकि अलरेडी क्लोज भएको थियो तर अब खाना खानु आँट्नु भएको मम्मीलाई चाहिँ पिज्जा पुरा खानु मन परिरहेछ भनेर पिज्जा खानु आँट्नु भएको मम्मीले चाहिँ बच्चाहरूको पार्टी लिटरली मलाई त्यो नानीहरूलाई देखेर मेरो टिनेज डेज याद आउँदैछ बट आई कान लाइक म उनीहरूको भिडियो गर्नु सकेको छैन किनकि प्राइभेसी म्याटर्स त्यही लागि मैले उनीहरूको भिडियो गरिनँ हामी चाहिँ 9 बजीतिर अब घर फर्केको अँध्यारो भइरहेको छ वी इन्जोयड तर मम्मीलाई चाहिँ अलिकति उयो भयो तर वी इन्जोयड फुलको यसलाई के भन्छ हौ कोर्नरमा राख्ने फुलहरू यो चाहिँ कसरी लाउनु छ मम्मी यसरी नि यो किन्नु भयो मम्मीले अब यसरी
गर्नुहुन्छ मम्मीले यो किन्नु भयो त्यहाँदेखि यो पनि किन्नु भएको होइन यो पनि किन्नु भएको मम्मीले मेरो मम्मीको बार्गेनिङ स्किल देख्नु भयो भने तपाईँहरू सक हुन्छ अलिक धेरै त किन्नु भएन त्यही टेबल क्लोथ्सहरू यस्तो यस्तोहरू नि किन्नु भएको छ एनिवेज गाइस अब दिस इज द एन्ड अफ माई भिडियो यसरी नै मेरो भिडियो हेरिदिनुहोस् कमेन्ट गरिदिनुहोस् लाइक पनि गरिदिनुहोस् अनि प्लिज सब्सक्राइब टु माई च्यानल शेयर द भिडियो द मोर यु क्यान बाई 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 बाई